वेलकम ब्याक माई जोज ब्लग्समा एकदम स्वागत छ। एकदम केटाहरू एकदम यता बसिरहेको छ, मेरो क्यामेरा बिग्रिरहेको छ मलाई थाहा छ। एकदम हाम्रो पोच भाइ चाहिँ एकदम चिलमा छ होइन, इयरफोन हातमा कानमा राखेर एकदम हाम्रो इन्टेक चाहिँ खोला चाहिँ बर्बाद भइदिइरहेको देख्छ। अब अस्तितिर अर्को भ्लगतिर हेऱ्यो होला, आज पनि हाम्रो भ्लगमा हेरिदिनुहोस् होला। ढाड दुख्यो घाँटी। पोच ब्लग पोच पोचले त सुन्दैन उ त भाइ एकदम चोच होम्स भाइ त एकदम किसान मतलब ल्यान्ड तालमा छ होइन। एकदम अब म त उसको इन्टरभ्यू लिनु गइरहेको छु। आमा एकदम किसान तालमा दाइ चाहिँ नाचिदिरहेको देख्छ हो। हेरेर ल्याङ हानिदिँदै उसको देख्छ हो। हेरेर ल्याङ हानिदिँदै उसको रक स्टार मुडमा छ होइन। पोचलाई चाहिँ होम्स भाइ आएर त एकदम ल्याङ भएर होम्स आउनु चाहिँ अलिक साह्रो पर्छ, बाटो त्यस्तै छ। ब्लकमा फेरि पनि होइन हामीले चोच भाइलाई चाहिँ भेट्यौँ। यो चाहिँ हराएको थियो नि त अस्तिको त्यो पानी झरीमा, यो चाहिँ गएको थियो। त्यो चाहिँ हराएर चाहिँ हामी फेरि भेट भयौँ। दिन भाइ स्वागत छ फेरि पनि तपाईँहरूलाई हाम्रो युट्युब च्यानलमा। केही छैन तपाईँहरूको मायामा होइन, यति कुरा हो। हाम्रो यो च्यानललाई चाहिँ सब्सक्राइब लाइक सेयर गरिदिनुहोस् होला होइन। अन्त बेल आइकन दबाउनु नभुल्नुहोस् होला। अरे यति बाइकहरू के छ आमा, एकदम घाम लागिरहेको छ। डे टु हट होइन, गरम भएर चाहिँ टक्का खाना पुऱ्याएर आएर चाहिँ हामी चाहिँ टक्का इन्टेक जाँदैछौँ। खोला हेर्नु कस्तो बग्छ अस्तिको। दोकान जानु नजाउँ ल, दोकान जानु हुँदैन, हामी तल लामपुरबाट हेरौँ ल। पुरा भोक लागेको छ तल, पुरा भोक लागेको छ तल। हाल्नु हुँदैन यस्तोहरू नयाँ बिगार्नु हुँदैन हाम्रो चोच भाइ ए होम्स भाइको। मेरो चाहिँ फोन आयो, काकाले गरेको छ। हजुर त खाना नखाने अनुहार त यस्तो छ होइन, नखाने अनुहार त यस्तो छ होइन, खाना खानेको अनुहार त यस्तै छ। भाइबमा छ ल्याङ गीतमा। कुन चाहिँ गीत सुन्दैछ त? कुन चाहिँ गीतमा सुन्दैछ तपाईँ? भिटेनको छैन नि त भिटेनको कुन चाहिँ हो यो? कहाँबाट है, कहाँबाट? ल एकदम ल्याङ भएर ब्यागको है हाम्रो उयो। हामी चाहिँ अब खोला जाँदैछौँ। पछाडि दुईजना छ हो, हामी अगाडि तिनजना छौँ। दुईजना चाहिँ अब के हो भने फोनमा बात मार्दै हिँडिदिन्छ छोडिदियो हो। अरे केटाहरू अब यसो अब तल यसो आएको बेलामा यसो खोलासोला घुमेर जाउँ, हेरेर जाउँ। अस्तिको 4 तारिकको पानीले चाहिँ कस्तो भएको छ त्यो चाहिँ म 4 तारिकको बाढीले चाहिँ त्यस्तो हेर्न आएको छुइनँ। म गाउँमै थिएँ पनि हेर्नु थिइनँ हो। आज चाहिँ गएर हेर्छु हो। हाम्रो चोच भाइ चाहिँ अस्ति 4 दिन चाहिँ सिलगढीमा थिएछ भाइ चाहिँ। बाटोले त्यही अब त्यो 4 तारिकको बाढीले गर्दा चाहिँ हाम्रो चोच भाइ फसेको थिएछ। हुनु त ठिकै हो, त्यो रोहिणीमा पनि पहिरो गएको थियो, बाटो ब्लक भएको थियो नि त। त्यही भएर हाम्रो चोच भाइ चाहिँ आज हिजो आइपुगेको छ। बेलाम जाउँ भन्दा चाहिँ बिचरा चोच भाइ बेलुका आइपुगेछ। हाम्रो बर्थडेमा चाहिँ आजको बर्थडेमा चाहिँ हामीसँगै छ पछाडि, तर खै के हो ढिलो न ढिलो छ। हाम्रो चोच भाइ चाहिँ आइपुगेको छ, घर आइपुगेको छ हाम्रो चोच भाइ। हाम्रो पोच भाइ पनि छ, पूजा आफ्नै गानामा बिजी छ। हाम्रो दुईजना चाहिँ हराइसकिसक्यो। पछाडि आउने मान्छेहरू चाहिँ खै कहाँ हो बर्थडे बोयहरू चाहिँ। हामी चाहिँ म चाहिँ अब हामी चाहिँ गएर तल यसो खाजा साँझा मोमो समो छ भने चाहिँ त्यो खाने हो। हामी चाहिँ त्यो खाने हो होइन। अन्त केही छैन, आजको भ्लग चाहिँ हेर्दै गर्नुहोस् के हुन्छ पछि। भएन ऊ आइदिन्छु। बिचरा कुकुर रहेछ नि त।
ऊ जाँदैछ कस्तो कस्तो भयो भिडियो मैले ट्राई चाहिँ गरेको छु भनौँ कहिले कहिले भ्लग नबनाउने मान्छेले आज भ्लग बनाउँदा चाहिँ अचम्मको हुन्छ नि त हाम्रो सोम चाहिँ म्याच दिइरहेको छ अन्त केही छैन कुराकानी चाहिँ त्यही बस त्यति नै हो अब हेर्दै गरौँ तल पुगेर हेरौँ के पाउँछ हो तपाईँहरूलाई म तल पुगेर देखाउँछु नि ल हेर्नुहोस् आजको वेदर त्यही भएर चाहिँ भाइ भाइ सिउ टुमारो अब गाई छैन हामी खोला आइपुग्यौँ अब खोलाको कन्डिसन त कस्तो छ होइन हाम्रो चोट भाइ पनि हेरेको छैन हाम्रो खोला आफ्नै गाउँकै भएर हो हाम्रो चोट भाइ चाहिँ अलिकति र हामीसँग ग्याल्सन भाइ पनि छ के छ अन्त ग्याल्सन भाइ चाहिँ फर्स्ट टाइम आएकै हाम्रो भ्लगमा हाम्रो सोच भाइ चाहिँ अब उही त हो हाम्रो यो च्यानलको अलिकति हिरो ह्यान्डसम हाम्रो बर्थडे पछि यहीँ छ हामी चाहिँ खोला आइपुगिसक्यौँ अब खोलाको चाहिँ के भन्नु भने तपाईँलाई चाहिँ खोला अहिले पनि ठुलै छ होइन यसलाई ठुलै देखिरहेको छौँ खोला हामी म त तपाईँहरूलाई माथि साँगोबाट देखाउँछु कस्तो छ साँगो हामीसँग चाहिँ अब यहाँ उयस पनि अलिकति होमस्टेको पनि अलिकति होइन त्यहाँ बस राखेको थियो बससँगै अब मान्छे बगाइदिने भनेर चाहिँ सुनेको छौँ अब माथि गएर ब्रिजबाट चाहिँ म तपाईँलाई देखाउँछु खोला चाहिँ कस्तो भएको छ भनेर चाहिँ खोला चाहिँ नि तपाईँको फर्कामाको खोला चाहिँ यस्तो भएछ हेर्नुहोस् है खोला चाहिँ यस्तो भएछ यहाँदेखिको चाहिँ तलसम्म बाटो थियो त्यो बाटो चाहिँ छैन रहेछ खोला आइरहेको छ त्यो बाटोमा चाहिँ हेर्नुहोस् यहाँ हेर्नुहोस् होमस्टे हेर्नुहोस् होमस्टेको यहाँ गाडी थियो त्यो गाडी पनि छैन यहाँ गाडी थियो त्यो गाडी पनि छैन अन्त बस चाहिँ यहाँ थियो नि त यतिमै थियो बस चाहिँ यो चाहिँ प्लेन साइड जस्तो भएको रहेछ खोला चाहिँ हेर्नुहोस् यो चाहिँ यतापट्टि चाहिँ बाटो थियो है हाम्रो चाहिँ यतापट्टि चाहिँ बाटो तल निक्लिने बाटो थियो त्यो बाटो चाहिँ अहिले छैन रहेछ र यस्तो बनाइदिइसकेको छ सोच्नुहोस् त्यो 4 तारिकको पानीले चाहिँ खोला चाहिँ कति बढेको थियो त भन्छ जोस भाइ तिमीलाई कस्तो लागिरहेको छ एकदम मलाई लाग्यो फाइदा भनेकै बल गर्नु परेन भाइ त यति लङ्गिङ त खाइदिएको छ हाम्रो खोला चाहिँ यतिको अहिले त अलिक भए पनि शीतल शान्त भइरहेको छ हाम्रो चाहिँ अलिक भए पनि शान्ति भइरहेको छ नि त खोला अहिले चाहिँ यतिको चाहिँ घटेको त्यो 4 तारिकको दिन चाहिँ कति चाहिँ भइरहेको होला सो होइन अब तपाईँहरूलाई दोकानमा गएर देखाउँछु के को यहाँ थियो बस तपाईँको यहाँ थियो बस त्यो स्विमिङ पुल चाहिँ अब यो बस चाहिँ यतिमा थियो होला सायद है त्यो बस यतिमा थियो होला है यो सानो खोलामा होइन नि यतिमा थियो होला बस सायद त्यो बस चाहिँ यतिमा थियो होला त्यो ढुङ्गाको हो त्यो ढुङ्गाको छेउमा थियो होला बस त्यो बस पनि बगाएर चाहिँ कहाँ लग्यो त्यो चाहिँ हामीलाई पनि थाहा भएन यो चाहिँ यस्तो छ खोला चाहिँ अब प्लेन साइड भइरहेको छ र आज अब हामी चाहिँ पर दोकान गएर चाहिँ देखाउँछौँ तपाईँलाई